सबैलाई नमस्ते। म नेदरल्यान्डको ब्लोसम पार्कमा आएको छु। यहाँ यो के भन्छ चेरी ब्लोसम फुलेर यस्तो ढकमक्क भएको रहेछ। फुलेर पनि सकिने लागिसकेको छ। ल हेर्नु है त यस्तो भएको छ। अहिले अलि सानो एउटा सर्ट भिडियो बनाऊ भनेर लाग्यो। मैले धेरैजनाको फेसबुकमा यसो यहाँ आएको देखेको थिएँ। आज छुट्टीको दिन म पनि आएर रमाइलो गरौँ भनेको। मौसम पनि राम्रो भयो आएको। यस्तो छ मान्छेहरूको यस्तो उपस्थिति। अहिले त धेरै कम भइसक्यो। यस्तो रमाइलो छ। ढकमक्क यस्तो तरिकाले फुलेछ कि यस्तो वा। हाम्रो नेपालमा यसलाई पैँयु भन्छ। पैँयुकै प्रजाति हो यो उनीहरूलाई। हेर्नुहोस् यस्तो मजाले फुलेको छ। रमाइलो छ। एउटा सर्ट भिडियो खिच्छु भनेर लागेको छु। सबैजना आफ्नो मोबाइलमा सबैजना व्यस्त छन्। एकदम खुसीको माहौल छ। छुट्टीको दिन आएर रमाइलो गऱ्यो। आज चाहिँ आनन्द भयो। फुल फुलेर अब चाहिँ अर्को हप्तासम्म त्यो सकिन्छ होला सायद। यो हप्ता चाहिँ निकै राम्रो। मान्छेहरूलाई हेर्न है, कोही सुतिरहन्, कोही गफ गरिरहन्, कोही बसिरहेछन्। वाह कस्तो मजाले फुलेको के। वाह लाग्छ कि यस्तो हेर्दा त। हेर्नु यस्तो मजाले फुलेछ कि हामी तरिकाले फुलिरहेछ। एउटा भिडियो राख्नु पऱ्यो भनेर मैले एउटा भिडियो बनाइरहेको छु। हेर्नु है त सन्ध्याकालीन भएर होला, सन्ध्याको समय एकदम राम्रो आइरहेछ। अब फर्किन लाग्यो म। अब घर जानुपर्छ। दामी यी कोही फुलेर भ्याइ पनि सकेछ। भ्याएरै पालुवा पनि पलाउन लागिसकेछ। अझै जे के ठाउँमा छ, के ठाउँमा चाहिँ फुलेकै छ। यहाँको यो दृश्यहरू खिच्दै जान्छु। पहिला यो ब्लोसम चेरीको बारेमा प्राय कोरियन फुल भनेर भनिन्थ्यो पनि रहेछ। यो चाहिँ कोरियामा म पहिला 2012देखि 2017सम्म बस्दा पनि उहाँको सडकमा एकदमै धेरै मात्रामा देख्न सकिन्थ्यो। यो चाहिँ एकदमै त्यता पनि फुल्छ। अहिले त हाम्रो नेपालमा पनि लागेको छ जस्तो लाग्छ। तर हाम्रो नेपालमा नि पाउँछ। यसैको प्रजाति त हो पैँयु भन्छौँ हामीहरू। अब फर्किन लाग्यो म। यसको यहाँ यो लेखेको रहेछ 2011मा गरेर चाहिँ यो जापान सरकारले बनाएको रहेछ। यो पार्क चाहिँ जापान सरकारको सहयोगमा यो बिरुवाहरू रोपिएको रहेछ। मान्छेहरू यहाँ योगा गरिरहेको छ। यस्तो चाहिँ यो चाहिँ आनन्दले अब फर्किन लाग्यो म। यतातिर चाहिँ यस्तो छ। अब फर्किँदैछु। यो यतापट्टि चाहिँ यस्तो बनाएको छ चौरी जस्तो। यो चाहिँ मेन पार्क हो। यो चाहिँ मेन पार्क जुन पार्क यहाँबाट यसलाई हेर्नुहोस् यस्तो छ। यतापट्टि यस्तो यो यस्तो छ। यता अब म फर्किँदैछु। अब गाडी लाग्ने ठाउँमा जानुपर्छ। रमाइलो साँझसम्म बसियो यता। यही फुल लागेको छ। यति हेर्न पनि मान्छेहरू कति मान्छे आउँछ दिउँसमा त। यहाँ एकदमै भिडभाड हुन्छ। पर्यटनको विकास सही तरिकाले गरेको छ। यस्तो जङ्गलको बिचमा ल्याएर लगाएको छ एउटा के भन्छ
एउटा सानो गार्डन जस्तै बनाएको छ। कति नै छ र यति यता पछाडिपट्टिको एउटा हो, धेरै छैन। यतापट्टि खोलाहरू छ, ए यता खोला छ, केही पनि छैन। यता यस्तो के भन्छ यो जङ्गल जस्तो छ, रह्यो त्यति त हो। त्यतिमा मान्छेहरूको यहाँ भिडभाड कम्ता भिडभाड हुन्छ। हिँडेर जानलाई यस्तो बनाइदिएको छ बाटोमा यी पुल। हेर्नु यता झाडी छ यस्तो। यता यो म यहाँ तपाईँलाई देखाउँदैछु, यो चाहिँ क्यानल हो। यो जता कति नेदरल्यान्डमा जता कति क्यानलहरू देख्न सकिन्छ। यहाँले पानीको निकास चाहिँ राम्रो तरिकाले गराएको छ। यस्तो जङ्गलको बिचमा ल्याएर एउटा गार्डन बनाएको छ। त्यहाँ मान्छेहरू भन्नुहुन्छ भने कति कति हुन्छ। अहिले त अब सबै फर्किसक्यो। ठ्याक्कै मेन जाने चाहिँ ठाउँ यहाँबाट यहाँ यसको बारेमा लेखेको पनि छ मुख्यमन्त्रीले यहाँको यस्तो तरिकाले साकुरा भनेर एउटा ब्लोसम पार्क भनेर यस्तो बनाएको छ। अब फर्किने साइकल पार्क गर्नलाई यस्तो ठाउँ बनाइदिएको छ यतापट्टि। यहाँ प्राय मान्छेहरू गाडी चढ्नलाई चाहिँ अलिकति हिँड्नुपर्छ। यहाँबाट लगभग 10 मिनट जति हिँड्नुपर्छ। 10 मिनट हिँडेपछि बल्ल गाडी चढ्ने ठाउँमा पुगिन्छ। हस् त अब म घर जान लागेको। मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद छ। शुभ दिन सबैको जय होस्। जय श्री राम।